रामनवमी पर्व अन्तिम दिन रोटी पोलेर प्रसाद बनाएर चाहिँ सेवन गर्नुपर्छ भनेर चाहिँ पिठो कुटाइ हुँदैछ हजुर। अरू गाउँलेहरू सबैलाई जानकारी, साथीहरू सबैलाई। भोलि लेक्सेपमा अलिक सानो प्रोग्राम छ कि, त्यही भएर नि व्रतबन्धको प्रोग्राम छ। त्यहाँनिर हिन्दू सनातन धर्म अनुसारको जनै लगाउने एउटा कार्यक्रम छ। त्यसमा चाहिँ प्रसादको लागि रोटी बनाएर चाहिँ लैजाउँ भन्ने सल्लाह भएर उठ्दैछु है। यो ओख्ली मुस्ली हलुडेको हो, हलुडे चिलाउने भन्ने आफै बनाएको। यो मुस्ली आफै बनाएको। यो चाहिँ पिप्लीको है, गरौँ छ। यो गरौँले कुट्नुपर्छ, छिटो कुटिन्छ। थाक्छ गरौँले कुट्दा। यो पिप्लीको हो। यो बहुत साल भयो, 2007मा बनाएको है। यो ओख्ली मुस्ली यो किनेको पनि होइन, यो आफै बनाएको। मेरै हातले, यिनै हातले बनाएका हुन्। गहिरो छ, ठुलो छ एकदम। 10 केजी चामल आरामले कुटिन्छ। पाखुरा चाहिँ दोहोरो चाहियो। यो मुस्ली उचाल्नु र छोड्नु चाहिँ एकदम बलो पनि चाहियो। लुते लाङ्रेले काम गर्दैन। यो चाहिँ पिठो चाल्ने हो। यो फाटेछ, यसलाई चाहिँ रिपेयरिङ गर्दैछु। यो छुचे भन्छ है। हेलिकप्टर आउन आँटिसक्यो पर, उडान भर्नु पर्ने। कति बेला पिठो कुटेर जानु, कति बेला पिठो कुटेर उडान भर्नु पर्ने छ। ऊ आज आउँदैछ हाम्रो चेलीबेटी। आज दसैँमा आउनु भएको छ पर ठाङ्सेबाट। भोलि चेली आउनुभएको छ। भोलि दशमीको दिन आज पिठो कुटेर रोटी पोलिँदैछ। अलिकति छिटो आयो जस्तो लाग्यो, तर रहे पनि माइत गएर बसेर बिहान आउँदा ठिक्क हुन्छ। यस्तै छ है। बेकेर लगाउनु नि भन्छ पुष्पे दाजुले। त्यसको बेकेर छ नि, बेकेर लाएर पछाडि गएर बसेर भइहाल्छ। टेन्सनमा परिगयो, अब सोचाइमा परिगयो। अब यसको बच्चा लगिदिन्छ भनेर नि अलिअलि गडङ गर्नु पनि हुँदैन, ठुलो हावा चल्नु पनि हुँदैन। यता र उता कुद्नु थालिहाल्छ। टेन्सन भयो तिमीलाई, टेन्सन। अलिअलि हतार छैन। गाई घाँस खोल्ने गरेर पनि, घरको धन्दाहरू गरेर पनि आफै बेलुका पख भजन जानुपर्छ। आज फेरि कम्ती टाढो छैन, जारुङमा जानुपर्ने। समिति सनेजज्यूले अघि फोन गर्नुभयो। हतार हतार गरेर चाहिँ छिट्टो रेडी भएर चाहिँ फेरि नवमी पर्व लागिरहेको सबै मण्डलीमा पुग्दैछौँ कि। अब आज जारुङ छ लास्ट। फेरि बिहान नै 6 बजी लेक्सेप कुद्नुपर्ने छ। केटाहरूको वर्तमानमा नगरी भएको छ। यता रोटी बोल्न लगाइरहेको कति बोल्यो। कस्तो हो खै हेर्नु एउटा अघि प्रसाद अघि चढाएको नि टेस्ट गरेको थिएन। अब भगवान्ले त अघि टेस्ट गऱ्यो, अब मेरो पालो पनि टेस्ट गर्नुपर्ने।
खै स्कार तातो हाटै मिठो रोटी साह्रै स्वादिलो हतार भाउ त मलाई गएको यो म लाग्यो आज चाहिँ व्रतबन्धको छोरोको व्रतबन्ध गर्न यी त्यस्तै हो तपाईँको चाहिँ कस्तो गर्ने यस्तो के छ नि त यहाँबाट त कस्तो रहेछ काट्नु माथिको टेस्ट त्यतिकै राख्नु
हवन सक्ने बित्तिकै पानी पर्यो र पानी पर्ने एउटा हवनको गर्ने बित्तिकै एउटा शुभ सङ्केत मानिन्छ र हामीहरूले पानी पर्दा पर्दै हामीहरूले बसेर खाजा खायौँ। टपरामा रोटी आलु खाजा खायौँ। व्रतबन्धमा आएको आज कार्य सफल भयो भन्नुभयो गुरुजीले। पानी परेर हवन गरेको हो सबैसँगले चाहिँ सकेर चाहिँ अब हामी चाहिँ लाग्यौँ है घरतिर। फुल हल्लेर चाहिँ केही छैन, मलाई डर लागेन, तर बाबाहरू पनि फुल्छ हल्लाउनु लाग्यो। अबे 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 खुसी भएर छ वर्तमान पार्टीहरू सबै अब खाली पानी पर्यो, भिजेर लोपै भयो। पानी आएको र आत्ता फुल फुलेको चैतको दिन त पानी भित्र पाउँछ त। ब्लगमा